क्यामेराबाट। सो उहाँले यो सपिङ गर्नु भएको छ, एउटा जुत्ता, दुईटा टी सर्ट, एउटा सक्स होइन। सो तपाईँलाई म दुईटा अप्सन दिन्छु क्या गेममा। पहिला हामीसँग चिट्ठा मात्र थियो, अब चिट्ठा पनि छ अनि बोतल फ्लिप पनि छ क्या होइन। यो बुझाइन्छ, चिट्ठा चाहिँ तपाईँको 1 देखि 20 नम्बरसम्म हुन्छ क्या, 1 देखि 20 नम्बरसम्म हुन्छ, जुन चाहिँ दुईटा अप्सन हुन्छ क्या। एउटा चाहिँ तपाईँले जस्तो कि 1 देखि 20 नम्बरमा तपाईँले मलाई यो नम्बर निकाल्छु भनेर सट्ट त्यही निकाल्नु भयो भने यो जति पनि तपाईँले सपिङ गर्नु भएको छ नि त्यो फ्री। अनि त्यहाँबाट अर्को 3टा अप्सन हुन्छ, अर्को एउटा अप्सन छ जुन चाहिँ 3टा नम्बर चुज गर्न पाउँछ क्या। 3टा नम्बरमा तपाईँले जुन नम्बर भनेर 3टा चुज गर्यो भने एउटा निकाल्नु भयो भने 25%, दुईटा निकाल्नु भयो भने 50%, 3टा निकाल्नु भयो भने 100% डिस्काउन्ट। बुझ्नुभयो? यो यसमा भयो। अर्को चाहिँ बोतल फ्लिपको, जस्तो कि यसमा छ नि यो जुन 2 नम्बर छ नि, 2 नम्बर देखाइरहेको छ नि, यसमा दुईचोटि तपाईँले ठ्याक यहाँ ठ्याक्क मिलाउनु पर्यो यसरी फेरि है। एकचोटि मिलाउनु भयो भने 50%, दुईचोटि मिलाउनु भयो भने 100% डिस्काउन्ट। यसमा 4 चोटि मिलाउनु पर्छ होइन। एकचोटि मिलाउनु भयो भने 25, दुईचोटि मिलाउनु भयो भने 50, 3 चोटि मिलायो भने 75, 4 चोटि नै मिलायो भने 100% डिस्काउन्ट। ल कुन चाहिँ खेल्नुहुन्छ तपाईँको चोइसले? यो खेल्नुहुन्छ? सो यसलाई हटाइदिउँ है त हामी। ल मैले भने बुझ्नुभयो नि, यसमा कुन चाहिँ लिनुहुन्छ? एउटा वाला लिनुहुन्छ कि 3टा वाला लिनुहुन्छ? 3टा वाला। ल नम्बर टक टक भन्नुहोस् पहिला अगाडि, यो नम्बर भनेर। 1 देखि 20 सम्म छ। एउटा 9, एउटा 3, एउटा 18, 9, 3, 18। ल 9, 3, 18। ल 3टा एकैचोटि निकाल्दा नि हुन्छ, तपाईँले एउटा एउटा गरेर निकाल्दा नि हुन्छ। ल एउटा 7 पर्यो। यो 13, यो 13। ल 20 पर्यो है। सो उहाँले जित्नु भएन। सो तपाईँलाई म अर्को नि एउटा चान्स दिन्छु, हुन्छ? अब तपाईँ ओके। सो उहाँले फलो गर्नु भइसक्यो होइन। सो उहाँलाई फेरि अर्को चान्स दिँदैछु म। ल फेरि नम्बर त्यही नै चुज गर्नुहुन्छ कि अहिले कति भने 39 कति भनेको थियो 39 18 त्यही रिपिट गर्नुहुन्छ कि नम्बर चेन्ज गर्नुहुन्छ? चेन्ज गर्ने। फेरि कुन चाहिँ भन्नुहोस्? 10 14 10 14 3 10 14 3। ल 10 14 3 है। 10 14 3 12 12 2 स्टेपले 9 एउटा चाहिँ निकाल्नु, एउटा चाहिँ निकाल्नु। 11 आइदियो। सो ब्याड लक भयो उहाँको चाहिँ होइन। दुईचोटिमा नि एउटा पनि निकाल्नु भएन। सो केही छैन। तपाईँलाई कस्तो लाग्यो? तपाईँको नाम? हो। ल भिडियो मन पर्यो भने के गर्नुपर्छ? ओके ओके। ल धन्यवाद तपाईँलाई पनि।